हेलो नमस्ते। म चाहिँ यो दुनियाँको सबैभन्दा ठुलो भ्लगर आइसकेँ हैन। सिधै बैतडीदेखि हैन। दुनियाँको सबैभन्दा ठुलो भ्लगर कट ठुलो छ हैन। अहिले म झन् आएर मेरा फुपूका घरतिर ओकालो लास्टै रहेछ। दोहरा दिन भटे आन पड्डे ना हो। दोहरा दिन भटे आन पड्डे ना हो। ये ओकाला हिट्टा हिट्टा आप बता आगो पग। अरे तेरा गाउँले यार क्या भुक्दा छ यार तसे फोड्डे जस्तो छ त्यो त थर्काउन ना छ। नयाँ नयाँ मान्छे भए गाउँलो नयाँ भयो म पनि नयाँ भए तब त्यसो समस्या। त्यही कुकुर समाध को मुला बोलाउन रे आज। हजुर 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 नाम सेमै पढ्या रहेछ। चुप भिडियो बनाउन यहाँ उकालो यहाँ यति छ हैन। लास्टै उकालो छ। म चाहिँ आउनु चाहिँ म उताको गाउँबाट आएको हैन। उता छ हैन 2-3वटा घरहरु स्कुल ब्लु टिन छ हैन त त्यहाँबाट आएको छु हैन। त्यहाँबाट यहाँ तल झरेर माथि चढे हैन। त्यो भिडियोमा ल्याए त राइट एक्ज्याक्ट लोकेसनमा पुगेर टक्क बस्नु पर्यो भाइ। यहाँ गाउँमा सबका घर दुध दिन भैँसा दिनला छन्। तर हाम्रो मधेसतिर भन्ने भने कसैको घर एक गाईको बाछो नै थिए। कमेन्ट गरिहाल्या कसो लागन्छ तम्रो जसो लागन्छ हैन तसो कुराहरू राखिहाल्या तलतिर कमेन्ट बक्समा हैन। तपाईको मनका कुराहरू हैन। अनि म चाहिँ अहिले भिडियो चाहिँ म यहीँनिर नै चाहिँ एन्ड अफ गर्नेवाला छु। बिस्तारै यो ठाउँ हेर्नु सक्नुहुन्छ हैन। कति रमाइलो छ। पाराका डाँडाबाट हिटबाट आया मान्छे त्यहाँबाट तल गएर आया मान्छे। अब अहिले म यो ओकाला चढ्डार्यो। मलाई यहाँ किडन्याप गरेर ल्याएको छ। हिट्टाको आवाज आएर छ। बाटो नै थियो म जान्न रे हैन। मलाई यो गाउँका बारेमा के थाहा न थियो। मधेसको मान्छे भए म कहाँ भने ओकाला पढ ओकाला रे म रिङा हुन्न आज हो बडा। यो त मेरो पाछाबाट मान्छे हुनु मलाई किडन्याप गरेर ल्याए यहाँ म हो न हजुर। मलाई आउँदैन किडन्याप गरेर ल्याएपछि खतम छ। यो बाल्टी यहाँ बाल्टी यानी कि क्या भाले हाले तब यहाँ बाल्टी पोख्दो पड्यो हजुर। काफल खोयाना भनेले हमारा फुपले फुपका गाउँ काफल खाना आइगे। ए बाटो त म जाम हुने ककाला पुरा पुग्छ नि हैन। ए ये गाना में तो घूम दियो
भर यो पहाडको सुकुन होइन केटाहरू घुम्न आउँछ भने आउन सक्नुहुन्छ होइन मजाले आफ्नो पुर्ख्यौलीतिर होइन अब चाहिँ रमाइलो गर्ने आफ्नो पुर्ख्यौली भुल्नुहुन्न क्या कहिले पनि होइन म चाहिँ यो यतापट्टि हाम्रो चाहिँ खास गाउँ भनेको त्यहाँ उता बुलुटिन छ होइन म देखाउने छु जुम गरेर होइन त्यहाँ चाहिँ घर चाहिँ होइन बुलुटिन कहाँ छ यहाँनिर घर चाहिँ यो तलतिरको घरहरू हो अनि यहाँको तलतिरको यो तलतिर ल्यान्डरवाला छ त्यो भएर त्यहाँ होइन दुईवटा घर त्यहाँबाट हामी यहाँसम्म हिँडेर आएको छु होइन धेरै छ त अगाडि हिँड्नु छैन अझ यो डाँडाबाट यसो गएर फेरि यसो आएर उताबाट तल झर्नु हो क्या फेरि धेरै हिँड्नु छ क्या अब म एकछिन पहाडका ओल्ला कुन्ना पल्ला कुन्ना यहाँबाट देखिन्न छ होइन पहाडका ओल्ला डाँडा पल्ला डाँडा यहाँबाट खुब टल्किन्न तम्रो घर कहाँ होइन काठमाडौँ बस्यो होला बेङ्गलोर बस्यो होला कमेन्ट गरे होइन म तम्रो घर सिकाइराख्या पछि तम्रा घरतिर नि घुम्दा आउलो कसो कहाँ पुरा त्यहाँ अझ फुपू जानु ल ठिक छ भयो त्यहाँ भ्या ल एहे ल त्यो डाँडा ल पुग्नु पढ ल 5 दिनपछि जाउँ ल दिपे घर भाइ 5 दिनपछि जाउँ ती काफल भन्ने होला आबट खाबट जा भन्ला म 5 दिन बग्या म 5 दिनसम्म त उसी त भन्या त मलाई कहाँ पुग्दिउँ होला गग्या त कहाँ पुगिने होला जाने न म त पहाड घुम्दा भन्दा त थोडा कसो हुन्छ योपालि पहाड निकै घुम्दिनँ भनेर आया मान्छेहरूले अब म त यो भिडियो भग्या त म त जति फेरि कहाँबाट बाटो यहाँ म त तम्रा बाख्रा ठाडा गयो हजुर बाख्रा उनो गयो भन्ने पुरा उप कहाँ गयो